सरसिले खाइदिनु हुँदैन हजुर होइन लेयर बनाउने त्यसरी हजुर यो चिकनलाई मुनि जहिले पनि चिकन अथवा भेज आइटमहरू लास्टमा हाल्ने है। लास्टमा हालेपछि के हुन्छ भात डढ्ने चान्सहरू कम हुन्छ है। चिकनहरू हतपत डढिहाल्दैन। होइन झोलरी कम भइदियो होला ठिक हुन्छ। अब त्यस पछाडि फर्स्ट लेयर चिकन भयो, सेकेन्ड लेयर राइस एकै ठाउँमा हाल्दा नि हुन्छ, पछि छर्ने। त्यहाँबाट गुलाब जल, केवडा वाटर अनि नुन पनि अलिअलि लिएर राख्नु ल। यसरी राइस राख्नु। राइस राखेपछि अब यसलाई सर्लक्क मिलाउनु। मिलायो फेरि माछा हजुर लेयर लेयर राइस राम्रो रहेछ है। योभन्दा अघिल्लो लटमा लिएर आएको त्यस्तो फरक देखिँदैन, बाक्लो बाक्लो दाना। अब यसमा ब्रिस्ता है, गुलाब जल अब यसमा ब्रिस्ता है, ब्रिस्ता हाल्यो अनि त्यस पछाडि घि अनि त्यस पछाडि रोस्टेड ड्राई नट धनियाँ पाको अन्डा त अब त निभाइदिनुहुन्छ। हल्का अब यसमा अलिकति राइसमा नुन कम हुनसक्छ, त्यसैले राइसमा हल्का नुन छरिदिने। अनि पुदिना है, पखालेको सबै रेडी छ। अघि पखालेर यो अहिले पुदिना फाल्नु नफाल्नु है, स्वास्थ्यको लागि एकदम राम्रो हो। कतिले खान्छन् होला, कसैले पनि खाँदैन, यो गलेर खानै हुँदैन, कहाँ पुग्छ। ल अब यति भएपछि यसमा गुलाब जल गुलाब जल केवडा वाटर भनेको यही हो है। यो फ्लेभर यो घाँसहरू नै हुन्छ होइन, के हाल्दा हुन्छ यो चाहिँ थाहा भएन। यसको नि बास्ना फ्लेभर नै हजुर अहिले टेस्ट गर्नु नि हजुर। अहिले त्यहाँ लगेको असर त त्यस्तो गर्दैन, यसको सादा पानी खाएको जस्तै हो। लगभग हामीले अर्को फेरि नेक्स्ट स्टेप सेम प्रोसेस। अब यसमा जति हामीसँग उ छ नि राइसहरू हुन्छ जति सबै बिस्तारै बिस्तारै लेयरमा राख्ने है। अहिले नसुन्नु है यहाँ चिकनमा, अहिले भेज उता म्यामहरूलाई पुऱ्याउनु पर्ने हुन्छ। चिकनमा के भन्नुहुन्छ? चिकनमा उयो नगर्ने हजुर भेज खानुहुन्न क्या, चिकन खानुहुन्न केवडा वाटर
भाँडामा छौँ के हुन्छ यी चिकनमा छाउनु भएन त्यसो भन्नु न त्यस्तो कुरै नगर्नु है हावा हानी यहाँ अलिकति अझ हालिदिनु त्यो साइडमा अलिकति शुद्ध भेजले खाने नै हो क्या खबर बोक्ने भएपछि त कुक किन हुनु होला कि काम गर्दा भइहाल्यो नि होइन अहिले त्यो उसमा अब यसमा फेरि सेम प्रोसेस है सेम प्रोसेस प्याजको बिस्तारा हामी बिस्तारा बिस्ताको एकदम इम्पोर्टेन्ट रोल हुन्छ है यसमा त्यसले गार्निसको पनि काम गर्दछ गार्निसिङ पनि भयो पुलाउमा नि यो हाल्दाखेरि एकदम दामी हुन्छ बिस्तारै 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 झन्डै बर्बाद बिरयानी अनि मिस्टेक ल्याउने पुदिना मिन्ट फ्लेभर नमकिन लास्टमा घिउ अनि घि अगाडि हालिनु हुन्छ पछाडि यो क्रम वाइज मिलाएर हाल्ने है यसको नि जति लेयर हाल्यो त्यही लेयर अनुसारले हाल्नु लेयर अनुसारले हाल्नु अनि फेरि ड्राई नट्स फ्लेभर ड्राई नट्स भयो अब यही प्रोसेस फेरि त्यही पानी हाल्नु केरा वाटर लेयरमा चाहिन्छ है यो जति लेयर हुन्छ त्यति चाहिन्छ पुलाउमा नि गुलाब जल हाल्छ थाहा छ नि हल्का नुन छर्किने भयो यो रेडी भयो है यो अब यसमा खास भने नि आँटाले होइन मुसेर यस्तो राखेर यसलाई सिल गर्नुपर्ने हो होइन अनि यसलाई यसलाई हावा नपुस्ने गरी टाइट गरिन्छ है यो उताको भेज पनि मिलाउनु न भेज पनि यही सिस्टमले एकपल्ट गर्नु पऱ्यो यहाँ गरौँ न भेजको त एक लेयरमै सकाइदिँदा नि हुन्छ के साह्रो पर्दैन यहाँ ल्याउनु चिकन बिरयानी चाहिँ सक्यो है फाइनली त्यसैमा हालिदिनु न राइस यहीँ माथि हालिदिनु न यहीँ राइस हालिदिनु अनि सबै लेयर बाई लेयर लेयर एक लेयरमा ठ्याक्क युज गरिदिनु सबै हालिदिनु घिउ घिउ होइन सुरुमा घिउ हो कि तातोमा हाल्नु घिउ जे हाल्दा नि हुन्छ मलाई सोझो मान्छेले के भन्नुहुन्छ सर कति हुन्छ घिउ हुन्छ
सबै हालिदिनु यहाँ उयो प्याजको नि ल्याउनु भेज भने भेज हो भेज हो किन ल्याउने अब हाल्नु सबै हालेको सेम प्रोसेस सेम हो कि त्यसमा चिकन हो भेज हो गुलाब जामुन हो ल यो पनि भेजमा हालिन्छ नि सर है नुन पनि राख्नु सर यो हाल अनिवार्य छ सर भात खाएको जस्तो धेरै नहाल्नु है गुलाब जामुन भन्दा यसको हाड बस्ने रहेछ नि हो कस्तो कडा हुन्छ होला सर तिन हामी मुनिसम्म पुग्नु पऱ्यो है ऱ्यापिङ गर्नु त्यसलाई